स्काउटिया प्रवर्तक लॉर्ड वेडन पावेल से लेडी वेडन पावेल बुनिया छोले येले यू फन थिंकिंग डे हंगुदु आजीवन स्काउटिंग अभियान या विकास व विस्तार जापी निमसिवे बुनिया छोले हलिन्यं कहे थुगु दिवस हनेगु ख स्काउट पॉन्स क्लैप जोगो स्कूल का प्रिंसिपल सुगुन सर हर्षिली माविका तेदस फेब्रुअरी 22 तारिक हुनु हलिन्यं कहे स्काउट देश अन्तर्राष्ट्रिय स्तरे थिंकिंग डेका स्काउट स्थापना दिवस हनेगु ख यलया लगन खेले दुगु बागमती प्रदेश स्थानीय स्काउट याकुथी बुधबार ज्याचो याना यु फर थिंकिंग डे हंगुखा नेपाल स्काउट या बागमती प्रदेश ललितपुर महानगरपालिका संयोजक गोपाल महर्जन सभापतित्व जुगु ज्याचोले यल महानगरपालिका प्रमुख चिरीबाबु महर्जन नेपाल स्काउट या राष्ट्रिय प्रधान ज्याकुया निर्देशक रामप्रसाद भट्टराई ललितपुर महानगर समिति दुजल्छे ज्याजो यक्कजी विकेन्द्र महर्जन लगायत स्काउट या महत्वकया नवाना दिगु खा Nepalese context ma Scout is doing wonderful job in Nepal. धेरै राम्रो काम भइरहेको छ। अघि पूर्व वक्ता साथीले भने जस्तै कोभिड को टाइममा मैले तपाईलाई जानकारी दिनै पर्छ। कोभिड को टाइममा तपाईलाई थाहा छ नेपालमा चाहिँ 753 वटा स्थानीय पालिकाहरू छन्। तर कोभिड को टाइममा ललितपुर महानगरपालिकाले चाहिँ 753 वटा स्थानीय पालिकाहरूमध्ये सबैभन्दा राम्रो काम गरेको भनेर नेपाल सरकारले हामीलाई धन्यवाद दिएको छ। तर त्यो धन्यवाद प्राप्त गर्नको निमित्त नेपाल स्काउट ललितपुरले जुन किसिमले काँधमा काँध थापेर काम गर्नुभयो तसर्थ त्यो धन्यवादको आधी जति पोर्सन चाहिँ म नेपाल स्काउट ललितपुरलाई दिन चाहन्छु। लॉर्ड वेडन पावेलले जुन 1907 मा स्काउटिङ स्थापना गर्नुभयो बेलायतको ब्राउन्सी आइल्यान्डमा 20 जना केटाहरूलाई युवाहरूलाई विभिन्न ब्याकग्राउन्डबाट विभिन्न आर्थिक सामाजिक धार्मिक तथा विभिन्न ब्याकग्राउन्डबाट कलेक्सन भएका प्रतिनिधिमूलक 20 जना युवाहरूलाई राखेर बेलायतको ब्राउन्सी आइल्यान्डमा एउटा एक्सपेरिमेन्टल क्याम्प गरियो। 1907 मा गरिएको त्यो एक्सपेरिमेन्ट क्याम्प स्काउटको सुरुवात बन्यो। लॉर्ड वेडन पावेल आर्मी जनरल थिए। उनले आर्मी जीवनमा गरेका विभिन्न बेस्ट प्र्याक्टिसेसहरूलाई चाहिँ स्काउटमा ल्याएर युवाहरूलाई पनि समाज विकासमा व्यक्तित्व विकासमा लगाउन सक्यो भने समाज समृद्धशाली हुन्छ भन्ने भावना लिएर सुरु गर्नुभयो। र आजको यो महत्त्वपूर्ण कडीमा सम्पूर्ण भाइ बहिनीहरू जो यस अवसरमा सहभागी भएर आफ्नो विभिन्न प्रस्तुतिहरू यहाँ प्रस्तुत गर्नुभयो, विजय हासिल प्राप्त गर्नुभयो, उहाँहरूलाई शुभकामना, विद्यालयको शुभकामना। सँगसँगै अरू यो कार्यक्रममा उपस्थित भएर आजको यो महत्त्वपूर्ण दिन, यो महत्त्वपूर्ण समारोहमा मनाउन उपस्थित हुनुभएका सम्पूर्णलाई पनि शुभकामनासहित एकदमै हामी स्थानीय तह जो अहिले हामी स्काउटबाट स्थानीय तहमा आएका छौँ, आगामी दिनमा जुन एउटा हिसाबले हाम्रो सहकार्य, सद्भाव, माया, आत्मीयता भएको छ त्यो हिसाबलाई अझै प्राङ्गण रूपमा अगाडि बढाएर ललितपुरलाई स्काउटमै एउटा छुट्टै पहिचान त्यसबाट हामीले दिनु छ। यस कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागि उपस्थित हुनुभएका सम्पूर्णलाई यस कार्यक्रममा धेरै धेरै स्वागत गर्दछु। ज्याजोले चित्रकला प्रतियोगिता, नृत्य प्रतियोगिता विजेता तेत शिरपान लहलागु ख मञ्चमा आए पुरस्कार ग्रहण गरिदिनुको लागि म द्वितीय स्थान प्राप्त गर्ने आदर्श कन्या स्काउट दलका रश्मिता रसाइली, त्यसैगरी प्रथम स्थान प्राप्त गर्ने न्यू नम्बर पनि ललितपुर स्काउटिङ अभियानलाई विकास गर्न प्राणीहरू पनि भोग भइरहेका छन् भन्ने थाहा पाइसकेका हामी।